नेपाल सरकारले स्वीकार गरेको छ। विधेयकको दफा 8 को उपदफा 9 मा त्याएका शब्दहरू राख्ने, उपदफा 2 को खण्ड ख भन्ने शब्दको सट्टा उपदफा 4 को खण्ड ख माननीय गोपाल शर्माले राख्नु भएको संशोधन नेपाल सरकारले स्वीकार गरेको छ। हामी देश बनाउने क्रममा छौं। देश बनाउनको लागि असाध्यै महत्त्वपूर्ण वैकल्पिक विकास वित्त परिचालन सम्बन्ध गरेको विधेयकमा माननीय सांसदज्यूहरूले राख्नु भएको महत्त्वपूर्ण संशोधनहरू स्वीकार गर्न पाएकोमा मलाई गर्व छ। धन्यवाद। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 लाई दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा मान्य सांसदज्यूहरूले राख्नुभएका निम्न संशोधनहरू नेपाल सरकारका तर्फबाट स्वीकार गरेको जानकारी दिन चाहन्छु। माननीय लिमा अधिकारीले विधेयकको दफा 2 मा खण्ड 6 मा द्याय बमोजिम थप गर्ने संशोधन राख्नु भएकोमा बैंक वा भन्ने शब्दहरू पछि पूर्वाधार भन्ने शब्द थप गर्ने यो नेपाल सरकारले स्वीकार गरेको छ। माननीय गणेश कार्कीले विधेयकको दफा नम्बर 2 को खण्ड ढ पछि द्यायको खण्ड ण थप गर्ने, नेपाली मूलको भन्नाले नेपाली वंशज नागरिकको विदेशमा रहेका सन्तान दर्शन जान सम्झनु पर्छ भन्ने संशोधन नेपाल सरकारले स्वीकार गरेको छ। मान्य लिमा अधिकारीले खण्ड ङ को सट्टा द्यायको खण्ड ङ राख्नुपर्ने, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको विप्रेषण कोड रेमिट फन्ड र गैर आवासीय नेपाल वा नेपाली मूलको गैर नेपाली नागरिकको लगानीमा स्थापना गरिएको सभरेन डायस्पोरा फन्ड स्थापना गरेर भन्ने वाक्यांश नेपाल सरकारले स्वीकार गरेको छ। मान्य लिमा अधिकारीले विधेयकको दफा 4 उपदफा 2 को खण्ड घ पछि द्यायको खण्ड ङ थप गर्नुपर्ने, नेपालको सरकारको लगानी रहेको पूर्वाधारमा लगानी गर्न स्थापना गरिएको बैंक वा विशिष्टीकृत संस्थाले सार्वजनिक निजी साझेदारीमा लगानी गर्न तयार गरिएको परियोजना नेपाल सरकारले स्वीकार गरेको छ। विधेयकको दफा 8 को उपदफा 9 मा द्यायका शब्दहरू राख्ने, उपदफा 2 को खण्ड ख भन्ने शब्दको सट्टा उपदफा 4 को खण्ड ख माननीय गोपाल शर्माले राख्नु भएको संशोधन नेपाल सरकारले स्वीकार गरेको छ। हामी देश बनाउने क्रममा छौं। देश बनाउनको लागि असाध्यै महत्त्वपूर्ण वैकल्पिक विकास वित्त परिचालन सम्बन्ध गरेको विधेयकमा माननीय सांसदज्यूहरूले राख्नु भएको महत्त्वपूर्ण संशोधनहरू स्वीकार गर्न पाएकोमा मलाई गर्व छ। धन्यवाद। सम्माननीय सभामुख महोदयको अनुमतिले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब परिचालन विधेयक 2082 माथि दफादार
दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 लाई दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त विधेयक र सो उपर प्राप्त संशोधनमाथिको दफावार छलफल प्रारम्भ हुन्छ। उक्त विधेयकमाथि 6 वटा संशोधनका सूचनाहरू प्राप्त हुन आएको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब संशोधनकर्ता मान्य लिमा अधिकारी आचार्यलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनेट। सम्मानीय सभामुख महोदय, वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 माथि मैले राखेका संशोधनहरूको मान्य अर्थमन्त्रीज्यूको ध्यानाकर्षण भइसकेको छ। त्यसकारण उहाँले सम्बोधन गर्ने भन्ने कुरा आइसकेको हुनाले मैले संशोधन फिर्ता लिएको छु। धन्यवाद। माननीय सदस्यहरू, अब म संशोधनकर्ता माननीय गणेश बहादुर विश्वकर्मालाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनेट। संशोधनकर्ता माननीय गणेश बहादुर विश्वकर्मालाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। अब म संशोधनकर्ता मान्य गणेश बहादुर विश्वकर्मालाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। मान्य सदस्यहरू, अब संशोधनकर्ता मान्य पुष्पराज कँडेललाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनेट। मान्य सदस्यहरू, अब संशोधनकर्ता मान्य पुष्पराज कँडेललाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। अब संशोधनकर्ता मान्य सदस्य पुष्पराज कँडेललाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। मान्य सदस्यहरू, अब
संशोधनकर्ता मान्य गणेश कार्कीलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनेट। सम्माननीय सभामुख महोदय, वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अर्थमन्त्रीज्यूले मैले गरेको संशोधनलाई कुनै पनि किसिमले सम्बोधन गर्न सकिन्छ भन्ने कुरा गर्नुभएकाले त्यो छलफलका आधारमा म मेरो संशोधन फिर्ता लिन्छु। मान्य सदस्यहरू, अब संशोधनकर्ता मान्य गोपाल शर्मालाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनेट। अब संशोधनकर्ता मान्य सदस्य गोपाल शर्मालाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। अब संशोधनकर्ता मान्य सदस्य गोपाल शर्मालाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। मान्य सदस्यहरू, अब संशोधनकर्ता मान्य सदस्य युवराज दुलाललाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनेट। अब संशोधनकर्ता मान्य सदस्य युवराज दुलाललाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। मान्य सदस्यहरू, अब संशोधनकर्ता मान्य युवराज दुलाललाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। मान्य सदस्यहरू, अब उक्त विधेयकमाथि तत्काल छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूको आफ्नो नाम सजिलोको लागि सभामुखको डायससँगै बसेका सचिवालयका कर्मचारीहरूलाई 5 मिनेटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनेटको समय निर्धारण गरिएको छ। मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, मान्य लिमा अधिकारी आचार्यले आफ्नो संशोधन प्रस्तुत गर्ने क्रममा नै फिर्ता लिनु भएकोले निरार्थ प्रस्तुत गरिरहनु नपर्ने बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब उक्त विधेयकमाथिका संशोधनकर्ता मान्य गणेश बहादुर विश्वकर्मालाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य गणेश बहादुर विश्वकर्माले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य गणेश बहादुर विश्वकर्माले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त विधेयकमाथिका संशोधनकर्ता मान्य पुष्पराज कँडेललाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य पुष्पराज कँडेलले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्।
हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य पुष्पराज कँडेलले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, मान्य गणेश कार्कीले आफ्नो संशोधन प्रस्तुत गर्ने क्रममा नै फिर्ता लिनु भएकोले निर्णयार्थ प्रस्तुत गरिरहनु नपर्ने बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब उक्त विधेयक माथिका संशोधनकर्ता मान्य गोपाल शर्मालाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य गोपाल शर्माले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य गोपाल शर्माले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त विधेयकमाथिका संशोधनकर्ता मान्य युवराज दुलाललाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य युवराज दुलालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य युवराज दुलालले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब वैकल्पिक